त गुड मर्निङ गाइज, वेलकम टु माई टुटाफुटा ब्लगमा। आज छ कलश यात्रा। आज फर्स्ट टाइम म लाइभमा हेरिरहेको छु संसारीमा कलश यात्रा। यो कलश यात्रा म कहिले पनि बिर्सिदिनँ, किनकि आज फर्स्ट टाइम मलाई यो कलश यात्रा धेरै राम्रो लाग्यो। अनि पुरै सेफ्टीले यो कलश यात्रा भइरहेछ। अनि तपाईँहरू हेर्नु भएको छ भने कहिले पनि कलश यात्रा त कमेन्ट गर्नुहोस्। अब यो कलश यात्रा हेर्नुहोस्, म पछाडि बोल्छु। म र मेरो सन्तोष दोष अनि जिगेश दाई पनि अनि हेमु पनि छ आउट अफ द फ्रेम। हामी सबैजना सामेल भएको छु। अनि लगभग 2-3 हजार मान्छे पनि आएको छ। मलाई त धेरै राम्रो लाग्यो यो कलश यात्रा। अनि म यो कलश यात्रा कहिले पनि बिर्सिदिनँ। तपाईँहरू हिँड्नुभएको छ भने कमेन्ट गर्नु। अनि त्यो सबै मन्दिर अनि सबै रङ्गेली पुरै घुमेर अनि लास्टमा फेरि संसारीमा पूजा हुँदैछन्। तपाईँहरू पनि आउनुहोस् संसारी पूजा गर्न। अनि संसारीमा पुराण चलिरहेछ। ल बाई, अर्को ब्लगमा मिल्दैछु।